सोच्नुस् त, धनुषाको एउटा सामान्य परिवार, मासिक तलब जम्मा 20,000 अनि काँधमा 6 जना भाइ बहिनीको जिम्मेवारी। यो कथा कुनै फिल्मको होइन, यो हो एक 25 वर्षीय युवतीको जो रातारात देशको संसदको उपसभामुख बन्न पुगिन्। यो साँच्चै नै एक असम्भव लाग्ने राजनीतिक यात्रा हो। प्रश्न यहीँनेर उठ्छ, कसरी एउटा सामान्य पृष्ठभूमिबाट आएकी युवती यस्तो शक्तिशाली पदमा पुगिन् त? लौ, अब लागौं यो अनौठो तर निकै महत्त्वपूर्ण राजनीतिक घटनाक्रमको गहिराईमा। अब यो सबै कसरी सुरु भयो त? कुरा हो संसदीय मतदानको दिनको। त्यो दिन एउटा यस्तो अप्रत्याशित नतिजा आयो जसले नेपालका ठूला र स्थापित राजनीतिक दलहरूलाई समेत एकछिन त सोच्न बाध्य बनाइदियो। र त्यो दिन श्रम संस्कृति पार्टीकी सांसद रुबी कुमारी ठाकुर उपसभामुखमा निर्वाचित भइन्। यो आफैमा एउटा ऐतिहासिक क्षण थियो, किनकि उनी यो गरिमामय पदमा पुग्ने नेपालको इतिहासकै सबैभन्दा कम उमेरकी व्यक्ति हुन्। उहाँको पक्षमा खसेको मत थियो 222। 275 जना सांसद भएको प्रतिनिधि सभामा बहुमतका लागि 138 मत भए पुग्थ्यो। तर यो अङ्कले उहाँलाई सामान्य बहुमत मात्र दिएन, एक किसिमको शक्तिशाली जनादेश नै दियो। र यही मतले उहाँको यो आश्चर्यजनक विजयलाई पक्का गर्यो। अब यो राजनीतिक घटनाबाट अघि बढेर यो सबैको केन्द्रमा रहेकी व्यक्ति रुबी ठाकुरलाई अलिक नजिकबाट चिनौँ। उहाँको सामान्य पृष्ठभूमिले नै यो राजनीतिक उदयलाई झनै रोचक र अविश्वसनीय बनाउँछ। रुबी धनुषाको एकदमै सामान्य परिवारकी हुन्। पढाइको कुरा गर्दा उनले इन्जिनियरिङमा डिप्लोमा गरेकी छन्। परिवारमा बुवा रोजगारीका लागि साउदी अरबमा हुनुहुन्छ, आमा घर सम्हाल्नुहुन्छ अनि उहाँको काँधमा 6 जना भाइ बहिनीको जिम्मेवारी पनि छ। यो पृष्ठभूमि हेर्दा राष्ट्रिय राजनीति त धेरै परको कुरा जस्तो लाग्छ, होइन र? राजनीतिमा आउनु अघि उहाँ एउटा आर्किटेक्चरल कन्सल्टेन्सीमा काम गर्नुहुन्थ्यो र त्यहाँ उहाँको मासिक तलब कति थियो होला अनुमान गर्नुस् त? जम्मा 20,000 रुपियाँ। र त्यही 20,000को जागिरबाट उहाँले यस्तो छलाङ मार्नुभयो कि सिधै प्रतिनिधि सभाको उपसभामुख। कस्तो यात्रा! यसको कल्पना त सायद उहाँ आफैले पनि गर्नुभएको थिएन होला। त्यसो भए यो छोटो तर एकदमै तीव्र राजनीतिक यात्रा कसरी सम्भव भयो त? कुन त्यस्तो घटना थियो जसले उहाँलाई यो उचाइमा पुर्यायो? अब यसको भित्री कथातिर लागौँ। यो सबै एकदमै छिटो भयो। इन्जिनियरिङ सकेपछि उहाँको जीवनमा सबैभन्दा ठूलो मोड तब आयो जब उहाँले हर्क साम्पाङलाई भेट्नुभयो। साम्पाङको पार्टीको मधेस अभियानमा उहाँ जोडिइन् र पछि पार्टीले उहाँलाई समानुपातिक प्रणालीबाट सांसदको लागि सिफारिस गर्यो र आज उहाँ उपसभामुख हुनुहुन्छ। अब यो त भयो रुबीको व्यक्तिगत कथा, तर यो घटनाको अर्को पाटो पनि छ। त्यो हो नेपालको वृहत राजनीति। यो चुनाव केवल एक व्यक्तिको विजय थिएन, यो त नयाँ दलहरूले पुराना र स्थापित दलहरूलाई कसरी पछाडि पारे भन्ने एउटा गतिलो उदाहरण पनि थियो। यो चुनावमा कसले के भूमिका खेल्यो त्यो हेरौँ त। खेल निकै रोचक थियो। एकातिर श्रम संस्कृति पार्टीले रुबीको नाम प्रस्ताव गर्यो, रासोपाले समर्थन गर्यो। अर्कोतिर राप्रपा प्रतिस्पर्धामा थियो। तर सबभन्दा अचम्मको कुरा के भयो भने कांग्रेस र माओवादी जस्ता पुराना दलहरूले पनि रुबीलाई नै समर्थन गरे, जबकि एमाले तटस्थ बस्यो। यसले के देखाउँछ भने नयाँ दलहरू रणनीतिक रूपमा एक भए तर पुराना दलहरू भने अलमलमा परे। तर कथा यतिमै सकिँदैन। यो निर्वाचनले नयाँ राजनीतिक शक्तिहरू बीच पनि सबै कुरा ठिकठाक छैन भन्ने देखायो, खास गरी राप्रपा र रासोपा बीच। राप्रपाले भन्यो रासोपाले हामीलाई पहिले समर्थन गर्छु भनेर अन्तिममा धोका दियो। उता रासोपाको तर्क थियो हो कुराकानी भएको थियो तर अन्तिम समयमा परिस्थिति हेरेर सही निर्णय लिनु पर्यो। यसले नयाँ दलहरूभित्र पनि अविश्वासको वातावरण रहेको सङ्केत गर्छ। यही किचलोको बीचमा राप्रपाका एक प्रतिनिधिले एउटा निकै गहिरो कुरा भन्नुभयो। उहाँको भनाइको सार थियो, नाममा मात्र नयाँ भएर के गर्नु, व्यवहार त पुरानै दलहरूको जस्तो देखियो, जहाँ वाचा एउटा हुन्छ काम अर्को। ल, यो त भयो चुनावको कुरा, जित र हारको कुरा। तर अब के त? यो ऐतिहासिक चुनावपछि नयाँ उपसभामुख रुबी ठाकुरको अगाडि कस्ता चुनौतीहरू छन्? अब भविष्यतिर हेरौँ। हर्क साम्पाङको यो भनाइले नै रुबीको अबको भूमिका कति महत्त्वपूर्ण छ भन्ने देखाउँछ। अब उहाँ कुनै एक पार्टीको सांसद मात्र रहनु भएन, उहाँ सिङ्गो संसदको, सिङ्गो देशको साझा अभिभावक बन्नुभएको छ र उहाँबाट निष्पक्षताको अपेक्षा गरिएको छ। तर यो पद काँडाको ताज जस्तै हो। चुनौतीहरूको त पहाड नै छ,
राजनीतिक अनुभवको कमी छँदैछ, संसदभित्र हुने जटिल दाउपेचलाई सामना गर्नुपर्नेछ, संविधानको मर्यादा जोगाउनुपर्नेछ र सबैभन्दा ठूलो कुरा केवल कान्छी उपसभामुखको ट्यागमा मात्र सीमित नभएर आफ्नो क्षमता प्रमाणित गर्नुपर्नेछ। त्यसैले अन्तिम र सबैभन्दा महत्त्वपूर्ण प्रश्न यही हो, के रुबी ठाकुरको कार्यकाल इतिहासकै कान्छी उपसभामुखको रूपमा मात्र याद गरिनेछ वा उहाँ संसदको एक सबल, सक्षम र निष्पक्ष रेफ्रीको भूमिकामा खरो उत्रनुहुनेछ? यसको जवाफ त समयले र उहाँको कामले नै देखाउला।